बाइबल छ भने बाइबल पल्टाउँदा पनि केही फरक पर्दैन। यूहन्ना 14 अध्यायलाई 15 देखि 21 सम्मलाई हामी यसो हेर्नेछौँ। एकपटक यहाँ शीर्षकमा त पवित्र आत्माको प्रतिज्ञा भनेर लेखिएको छ। पवित्र आत्माको प्रतिज्ञा लेखिए तापनि यो बाइबलको ओरिजिनल कन्टेक्स्ट भन्छ, यसको मौलिक सन्दर्भमा हामी हेर्छौँ है। सुरुको सन्दर्भ यसले के भन्न खोजेको छ अनि यसको ठिक अर्थ हामीले बुझ्न सक्नेछौँ। येशूले भन्नुभएको वचनलाई यहाँनिर लेखिएको छ रातो अक्षरमा, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञा पालन गर्नेछौ। सुरुमा येशू ख्रीष्टले भन्नुभएको छ। अब पहिला सुरुमा यो पदलाई अब हामीले पढ्ने त पहिला पढेर फेरि किन कन्टेक्स्टतिर फेरि फर्केर फेरि किन फेरि सुरुदेखि आइरहनु हैन। त्यही भएर म सुरुमा चाहिँ यो वचन यूहन्ना जो चाहिँ येशू ख्रीष्टको अति प्रिय चेला भनेर मानिन्छ, अनि उहाँले यो पुस्तकमा देखाउन चाहनुभएको कुरा के हो? यो त अब येशू ख्रीष्टले सिधै लेखेर आफैले लेखेको कुरा त होइन, यो त उहाँको चेला यूहन्नाले लेखेको। र हरेक चेलाले परमेश्वरबाट प्रेरणा पाएपछि उहाँले आफ्नो शैलीमा लेख्नु भएको छ। मत्तीमा, मर्कुसमा र लुकामा येशू ख्रीष्टले भनेका यी भनाइहरू पाइँदैन, किनभने मत्ती, मर्कुस र लुका चाहिँ एउटा इतिहासको रूपमा, विवरणको रूपमा, घटनाको रूपमा लेखिएको छ भने यूहन्नामा चाहिँ एउटा गुरुले चेलालाई, एउटा मित्रले अर्को मित्रलाई भनेको जसरी लेखिएको छ। अनि यूहन्नाको पुस्तकमा सबैभन्दा बढी येशू मसीहलाई चाहिँ परमेश्वरको रूपमा चित्रण गरिएको छ। हेर्नुहोस् है, म फेरि भन्दैछु, हुन त येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ, सबै बाइबल हेर्यो भने परमेश्वर नै हो भनेर थाहा पाउँछौँ। तर मत्तीले येशू ख्रीष्टलाई यहुदीहरूको निम्ति आउनु भएको प्रतिज्ञाको सन्तान हैन, अब्राहमको सन्तान भनेर चाहिँ चित्रण गर्नुभएको छ। मर्कुसले चाहिँ येशू ख्रीष्ट सेवा गर्न आउनु भएको हो सबैजनाको निम्ति भन्ने देखाइएको छ। अनि त्यसपछि लुकाले चाहिँ शिक्षकको रूपमा देखाउनु भएको छ, मान्छेको रूपमा देखाउनु भएको छ भने यूहन्नाले चाहिँ परमेश्वरको रूपमा येशूलाई देखाउनु भएको छ। र उहाँले भनेको शिक्षाहरू विशेष गरी केमा जोड दिएको छ भन्दाखेरि चाहिँ लगभग 21वटा पदमा लगभग 13 माफ गर्नुहोस्, म फेरि भन्छु, 21वटा अध्याय छ यो यूहन्नाको पुस्तकमा र लगभग 12-13 अध्यायदेखि येशू ख्रीष्टको अन्तिमको समयहरूलाई अलिकति बढी लेख्नु भएको छ के सेवाकाईको। अगाडिको यो के अरे येशू ख्रीष्टको सेवाकाई भनेको त तपाईहरुको 3.5 वर्ष हो, तर लुकाको पुस्तकमा आधी जति पुस्तकहरू त येशू ख्रीष्टको त्यो 6 महिनाको अन्तिम सेवाकाईको अवधिको अलिकति बढी लेखिएको छ। यसको कारण के हो भने किनभने अब मत्ती र मर्कुस, लुकाले अगाडि नै धेरै वृत्तान्तहरू लेखिसक्नु भयो, येशूले गर्नुभएको कामहरू लेखिसक्नु भयो, यो कुरा थाहा छ, विश्वासीहरूले यो कुरा जानिसकेका थिए येशूले गर्नुभएको काम। अब नजानेको कुरा के थियो अथवा अझ बुझ्नुपर्ने, थप बुझ्नुपर्ने काम के थियो त भनेर भन्दाखेरि चाहिँ येशू ख्रीष्टले अन्तिम समयमा भन्नुभएका महत्त्वपूर्ण चेलापनका शब्दहरू भन्नु बाँकी थियो। यसकारणले गर्दाखेरि येशू ख्रीष्टले अब त्यो भन्दै हुनुहुन्छ। यो जुन मान्छेले यो ट्रान्सलेट गर्नुभयो नेपालीमा, उहाँहरूले चाहिँ यहाँनिर पवित्र आत्माको प्रतिज्ञा भनेर भन्नुभएको रहेछ। अब यसलाई म जोड्न चाहे, येशू ख्रीष्टले सेवाकाई गर्नुभयो आफ्नो चेलाहरूसँग, चेलाहरूलाई देखाउनु भयो तिमीहरूले सेवाकाई गर्नुपर्छ है अब भनेर। अब चेलाहरू चाहिँ फेरि तयार छैनन् हैन। अब येशू ख्रीष्ट हुँदा त उनीहरूको विश्वास माथि उजागर हुन सकेको छैन। येशू ख्रीष्टले काम गर्नुभएको, येशू ख्रीष्टले गर्नुभएको आश्चर्य कामहरू, उहाँले गर्नुभएको शिक्षाहरू, दिनुभएको शिक्षाहरू उनीहरूले हेरिरहेको छ, रात दिन उहाँसँग नै उठबस गरिरहेको छ, अनि एकदमै नजिक भएर काम गरिरहेको छ, साथी जस्तै भएर उहाँसँगै खाइरहेको छ, र पनि उहाँको चेलाहरू बलियो हुन सकिरहेका छैनन् यति बेलासम्म। र येशू ख्रीष्टलाई यो कुरा राम्रोसँग थाहा छ। त्यत्रो देख्दा पनि उनीहरूको विश्वास कम भइरहेको येशू ख्रीष्टलाई थाहा थियो। त्यही भएर येशू ख्रीष्टले हप्काउनु पनि हुन्छ, ए अल्पविश्वासी हो भनेर भन्नुहुन्छ आफ्नै चेलाहरूलाई। अब त्यो चेलाहरू जसले चाहिँ येशू ख्रीष्टको राज्यलाई विस्तार गर्नेवाला छ, अनि येशू ख्रीष्टलाई के थाहा छ? यिनीहरू अहिले तयार भएका छैनन्, यिनीहरू लाचार छन्। गुरु हुँदा हुँदै पनि, येशू ख्रीष्ट हुँदा हुँदै पनि उनीहरूले अझसम्म पनि असल रूपमा सेवाकाईलाई म गर्न सक्छु भनेर आफ्नो एउटा परिपक्वता देखाउन सकिरहेका छैनन्।
अनि यति बेला येशू मसीहले यहाँ एउटा मुख्य कुरा यहाँ भन्नुभएको छ, तिमीहरू म अब त जान्छु हैन, मसँग हुँदा त अब तिमीहरू चाहिँ लाचार नै छौ, अब म गएपछि त तिमीहरू अझ पनि लाचार हुनेछौ, तर अब चाहिँ पवित्र आत्मा परमेश्वर तिमीहरूमा आउनुहुनेछ। हेर्नुहोस् है, परमेश्वर चाहिँ कहिले पनि तिमीलाई छोड्नुहुन्न भन्ने कुरा यहाँ आयो। पहिला सुरुवात 15 पदमा तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर्नेछौ। धेरैजनाले हामी येशू मसीहलाई प्रेम गर्छौ भन्नेहरू छ, तर आज्ञा पालन गर्नेहरू छैन। मसीहलाई प्रेम गर्छौ भन्ने मूर्ति अझै पनि पुजेर बस्ने, येशूलाई प्रेम गर्छौ भन्ने, गुरुलाई प्रेम गर्छौ भन्ने, तर गुरुको जस्तो व्यवहार नभएकोहरू, अहिले पनि रक्सी खाइरहने। कतिवटा ठाउँमा त गुरुजनहरूलाई प्रार्थना गर्नको निम्ति बोलाउँदाखेरि भालेर, कुखुराको भालेर 1 बोतल बियर चाहिन्छ भन्ने सुन्नमा आएको छ हैन। हुन पनि हो, त्यो हो भने त्यो मान्छे त्यो गुरु नै गुरु हुने किसिमको होइन। एउटा भनाइ छ, जो अगुवा उही बाटोमा अगुवा भनेर भन्थ्यो हैन। त्यो त्यस्तो खालको मान्छेहरू जसले चाहिँ परमेश्वरको नाममा सेवा भनेर गरिरहेको छ, तर येशू ख्रीष्टको जस्तो जीवन छैन, नम्र जीवन छैन, उहाँको जस्तो शुद्ध जीवन छैन भने अब हामीले उहाँहरूलाई चाहिँ आज्ञा पालन गरेको भनेर भन्न सक्दैनौँ। यदि हामीले पनि मैले त येशू ख्रीष्टलाई आज्ञा पालन गर्छु, उहाँले भनेको मान्छु भनेर भन्छौँ भने हामीले पनि उहाँको आज्ञा पालन गरेको हुनुपर्छ। कसैलाई येशू ख्रीष्टलाई हामीले प्रेम गर्छौँ भने हामीले उहाँको आज्ञालाई पालन गर्छौँ। येशू ख्रीष्टलाई प्रेम गर्छु भन्ने परमेश्वरको वचनै नपढ्ने, आज्ञा पालनमा पर्छ यो वचन पढ्नु। किनभने आज्ञा पालन गर्नको लागि त खोज्नु पर्यो नि, उसलाई के मनपर्छ, परमेश्वरलाई के मनपर्छ भन्ने कुरा बुझ्नको लागि त पिताको वचन पढ्नै पर्यो। अब अर्को, र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। ल हेर्नुहोस् है, चेलाहरू चिन्तित छन्। येशू आफै पनि उनीहरूको निम्ति अब केही कुरा भन्दै हुनुहुन्छ, म गए तिमीहरूबाट छुट्टिहाले भने पनि तिमीहरू एक्लो हुने छैनौ, सल्लाहकार आउनुहुनेछ। पवित्र आत्मालाई सल्लाहकार भनिएको छ, परामर्शदाता, सल्लाह दिने। पवित्र आत्माले हामीलाई सल्लाह दिने हो। कतिजनाले भन्छ ए पवित्र आत्मा मलाई रक्सी छुडाउनमा सहायता गर्नुहोस्। पवित्र आत्माले तपाईँलाई सल्लाह दिने हो जब तपाईँले समर्पण गर्नुहुन्छ, अनि त्यसपछि तपाईँलाई उहाँले शक्ति पनि दिन्छ। तर यो होइन कि अगाडि रक्सी 1 गिलास राखेको छ बियर, अनि त्यसपछि पवित्र आत्मा मलाई छुटकारा गर्नुहोस् भनेर हुँदैन। पवित्र आत्माले त्यो बियरको पोखाइदिनुहुन्न, उहाँले तपाईँलाई त्यसको बेफाइदाहरू देखाउनुहुन्छ, तपाईँलाई बताउनुहुन्छ, तपाईँको कानमा दोष हालिदिनुहुन्छ, तैँले किन खाँदैछस् भनेर तपाईँको कानमा दोष हालिदिनु हुनेछ। त्यही हो पवित्र आत्माले गर्ने। उहाँ सल्लाहकार हुनुहुन्छ। उहाँले तपाईँलाई 100% पूर्ण रूपमा जकडेर जबरजस्ती गर्नुहुन्न। पवित्र आत्मा हाम्रो परमेश्वर जबरजस्तीको परमेश्वर होइन। उहाँले तपाईँलाई निर्णय लिने अधिकार दिनुभएको छ। उहाँको प्रतिरूपमा तपाईँलाई बनाएको कारणले उहाँ जसरी आफूले निर्णय लिनुहुन्छ त्यसरी नै तपाईँ र मलाई पनि उहाँले निर्णय लिने अधिकार दिनुभएको छ। त्यसकारणले गर्दाखेरि उहाँले कहिले पनि हामीलाई जबरजस्ती गर्नुहुन्न। पवित्र आत्मा सल्लाहकार हुनुहुन्छ, हामीसँगै रहनुहुन्छ र सदा सर्वदा रहनुहुनेछ भनेर भनेको छ। जब हामीले येशू मसीहको नाउँमाथि विश्वास गर्छौँ, पवित्र आत्मा हामीसँग आइसक्नु भयो, यो कुरा बुझ्दा हुन्छ। यिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले न त उहाँलाई देख्न सक्छ न चिन्छ। संसार भनेको त भ्रममा परेको छ। जुन दिनबाट यस संसारमा पाप भित्रियो त्यसपछि संसार शैतानको कन्ट्रोलमा आयो। एउटा गलत मान्छेको हातमा देश पर्यो भने देश नराम्रो हुन्छ। यो संसारलाई परमेश्वरले मान्छेको हातमा दिनुभएको थियो। मान्छेले कसको हातमा दियो? शैतानको हातमा दियो। शैतानको हातमा दिएपछि त मान्छेको यो जुन समझ शक्ति हुन्छ, आत्मिक आँखा हुन्छ, शैतानले बन्द गरिदियो। संसारले त सत्यलाई चिन्न सक्दैन। हामीले सुसमाचार सुनाउन जाम त कस्तो खिल्ली उडाउँछ, कस्तो गिल्ला गर्छ, किनभने संसारले सत्यलाई चिन्न सक्दैन। यहाँसम्म कि गवाही बाँड्दा समेत मेरो जीवनमा परमेश्वरले काम गर्नुभयो भनेर भन्दा समेत मान्छेहरू चित्त दुखाउने मान्छेहरू छ। मेरै जीवनमा भएको छुटकारा परमेश्वरले दिनुभयो, असम्भव जस्तो देखिने कुरा मेरो जीवनमा पुरा भयो त अब, तर पनि त्यो कुरालाई मान्छेहरूले मान्न तयार छैन। जबकि म आफै खुद
म नै त्यसको त्यो कुराको गवाही हो। मेरै जीवनमा त्यो घटेको। येशू ख्रीष्टले मेरो रोगहरू निको पार्नुभयो, नबनेको कामहरू बन्यो भनेर भन्दाखेरि संसार हाँसिरहेको हुन्छ, खिल्ली उडाइरहेको हुन्छ। उसले देख्न सक्दैन किनभने उसको आत्मिक आँखा अन्ध छ। आत्मिक आँखा किन अन्ध छ? किनभने उसले आफूलाई शैतानको हातमा दिएको छ। तर परमेश्वर त सत्यको आत्मा हुनुहुन्छ। जहाँ परमेश्वरको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता छ भनेर वचनले भनेको छ। त्यसकारणले हामी त स्वतन्त्र भएका छौँ। हामीले त हाम्रो आँखाले परमेश्वरलाई देखेका छौँ, अनुभव गरेका छौँ। उहाँ त हाम्रो साथमा हुनुहुन्छ। हामी त उहाँलाई चिन्छौँ किनभने उहाँ हामीमा बास गर्नुहुन्छ। हाम्रो हृदयमा शान्ति छ। तपाईले आफूभित्र भएको पवित्र आत्मालाई पहिचान गर्न सिक्नु भएको छ। सबैजनाले आफ्नो मन मनै भन्नुहोस्, पवित्र आत्मा मसँग हुनुहुन्छ। आत्मा हुनुहुन्छ, शरीरले चिन्न गाह्रो होला। बाइबलमा त आत्माको परमेश्वरलाई चिनाउनको निम्ति मान्छेको रूपमा उहाँ प्रकट हुनुभएको हामी देख्न सक्छौँ। परमेश्वरको हत्केलामा तिमीहरू छौ भन्छ। परमेश्वर त आत्मा हुनुहुन्छ, उहाँको हात कसरी आयो? यो हामीलाई बुझाउनको निम्ति एन्थ्रोपोमर्फिजम भन्छ, भनेको मान्छेलाई बुझाउनको निम्ति प्रयोग गरेको, मान्छे जस्तै देखाइएको। यदि हामी भेडा भएको भए परमेश्वरले हामीलाई परमेश्वर चाहिँ मूल भेडा हुनुहुन्छ भनेर चाहिँ भेडाकै भाषामा भन्नुहुन्थ्यो। तर हामी मान्छे हो, त्यसकारणले हामीलाई मान्छे जस्तै चिनाउनको निम्ति, मान्छेले बुझ्ने गरी चिनाउनको निम्ति चाहिँ परमेश्वरले मान्छेकै उदाहरण दिएर उहाँले भन्नुभएको छ। उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। हामी उहाँलाई कसरी पहिचान गर्ने? जब हामी दुःख कष्टमा हुन्छौँ, तब हामीले जब सान्त्वना खोज्छौँ, जब घुँडामा जान्छौँ, प्रार्थनामा जान्छौँ, हामीलाई एक किसिमको आनन्दको अनुभूति हुन्छ। हामीसँग कोही हुनुहुन्छ भन्ने कुरा, हामीलाई एक किसिमको उत्साह हुन्छ। जब हामी सङ्गतिमा बस्छौँ, जब हामी आराधनामा जान्छौँ, हाम्रो हृदयलाई एक किसिमको महसुस हुन्छ जुन हामी व्यक्त गर्न सक्दैनौँ। त्यो पवित्र आत्मा हुनुहुन्छ। जब हामी पाप गर्नको निम्ति हाम्रो हात अग्रसर हुन्छ, हाम्रो सोच, हामी सोच्न थाल्छौँ, तब तैँले के सोचेको, तैँले के गरेको भनेर जसले हामीलाई चेतावनी दिनुहुन्छ, त्यो पवित्र आत्मा हुनुहुन्छ। जुन मान्छेमा पवित्र आत्मा छैन उसलाई दोष आउँदैन। उसले गलत काम गरे पनि ऊ गलत काम गर्नबाट हिचकिचाउँदैन। तर जब पवित्र आत्मा हुनुहुन्छ भने कोही त हुनुहुन्छ, मलाई कसैले त हेरिरहेको छ। धेरै मानिसहरू एक्लोपनको समस्याले अहिले रोइरहेका छन्। तर जब तपाईँ कोठाभित्र एक्लै हुनुहुन्छ, कसैले हेरेको छ तपाईँलाई, तपाईँले महसुस गर्नुहोस्। तपाईँको छेउछाउमा, तपाईँको आसपासमा महसुस गर्नुहोस्, पवित्र आत्मा तपाईँसँग हुनुहुन्छ। उहाँ डरको आत्मा होइन, उहाँ प्रेमको आत्मा हुनुहुन्छ, सत्यको आत्मा हुनुहुन्छ। उहाँले तपाईँलाई हेरिरहनु भएको छ। आत्मा कतापट्टि, दायाँ कि बायाँतिर, तल कि माथि? आत्मा हो तपाईँ भित्र। पवित्र आत्मा तपाईँको दायाँ पनि होइन, बायाँ पनि होइन। हुन त उहाँ सर्वव्यापी हो, जहाँ पनि हुनुहुन्छ। तर विशेष गरी तपाईँले आफू भित्र, आफ्नो मुटुमा, आफ्नो हृदयमा, आफ्नो विचारमा उहाँ भएको तपाईँले अनुभव गर्नुहोस्। अन्तिममा 18 पद, म तिमीहरूलाई टुहुरो छोड्ने छैन, म तिमीहरूकोमा आउनेछु। यहाँनिर चेलाहरू एकदमै चिन्तित थिए। यसैले के भन्नुभएको थियो? अब म मर्नुपर्छ। चेलाहरूले भनेका थिए हामी तपाईँलाई मर्नै दिँदैनौँ। अनि यसैले के भन्छ? मैले जे गर्न गइरहेको छु त्यो तिमीहरूले अहिले बुझ्न सक्दैनौ। मैले अब तिमीहरूले केही कुरा भने तिमीहरू त्यो बुझ्नै सक्दैनौ, त्यही भएर म भन्दिनँ। उहाँको मृत्यु र पुनरुत्थानको विषयमा उहाँले भन्न लाग्नु भएको थियो। अनि यति बेला चाहिँ के गरेको छ? चेलाहरूलाई उहाँले कसरी सान्त्वना दिनुभएको छ? म गए पनि तिमीहरूलाई म टुहुरा छोड्ने छैन। म जान्छु, तिमीहरूलाई छोडेर जान्छु यो शरीरमा, तर आत्मामा म फेरि तिमीहरू कहाँ आउनेछु। जब येशू ख्रीष्ट मर्नुभयो, चेलाहरू लाचार भएका थिए, पहिलाकै पुरानै स्थितिमा फर्केका थिए। जस्तो परमेश्वरले बोलाउनु भएको थियो, मछुवाहरूलाई परमेश्वरले बोलाउनु भएको थियो। जब येशू ख्रीष्टको पछि लागि उनीहरू हिरो बने। तर जब येशू ख्रीष्ट फेरि शरीरमा मारिनु भयो, चेलाहरू एक्लो भए, त्यसपछि फेरि उनीहरू पहिलेकै परिस्थितिमा पुगे, आफ्नै औकातमा झरे। हामी पनि त्यही हो। येशू ख्रीष्टलाई पाउनुभन्दा अगाडि हामी कस्तो थियो? परमेश्वरले
परमेश्वरकोमा आएपछि हामी कस्तो भयो? फेरि यदि हामीले येशू ख्रीष्टको उपस्थितिलाई छोड्यो भने पहिला जुन स्तरमा हामी थियौँ त्यही स्तरमा हामी झर्छौँ। तर असल कुरा चाहिँ के छ? येशूले प्रतिज्ञा गर्नुभएको छ, म तिमीहरूलाई टुरो छोड्ने छैन। उहाँ आउनुभयो, अहिले हामीसँग हुनुहुन्छ। त्यसकारणले अब हाम्रो औकात, हाम्रो स्तर बढ्दै जाने हो। तबसम्म जबसम्म हाम्रो शरीर, हाम्रो ज्यान परमेश्वरले भनेको तोकेको समयसम्म बाँचिरहन्छ। अनि त्यसपछि ज्यानबाट हाम्रो प्राण मरेपछि त हामी परमेश्वरसँग नै रहन्छौँ, उहाँको आगमनको प्रतीक्षा गर्छौँ, उहाँसँग हुन्छौँ, अनन्त जीवनको निम्ति तयार हुन्छौँ, अनन्त न्यायको अनि इन्साफको निम्ति हामीले गरेको विश्वास अनुसारको परिणाम र मुकुट प्राप्त गर्नको निम्ति। परमेश्वरलाई धन्यवाद भएको होस्। पवित्र आत्मा हामीसँग हुनुहुन्छ। तपाईँ एक्लो हुनुहुन्न। तपाईँलाई जब पनि तपाईँले आफूले कमजोरीको महसुस गर्नुहुन्छ, पुकारा गर्नुहोस्। पुकारा परमेश्वर पितासँग गर्नुहोस्। कसको नाउँमा? येशूको नाउँमा। अनि यो गर्ने अगुवाई कसले गर्नुहुन्छ? तपाईँलाई पवित्र आत्माले गर्नुहुन्छ। पिता, पुत्र र पवित्र आत्मालाई हामी छुट्याउँदैनौँ। परमेश्वर एउटै हुनुहुन्छ। तर जब उहाँले काम गर्नुहुन्छ त्यति बेला उहाँले आफ्नो भूमिकाहरू चाहिँ परिवर्तन गर्नुहुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस्। आजको वचन पढाएर सुनाएमा परमेश्वरले आशिष दिनुभएको होस्। धन्यवाद। यो समयमा हाम्रो सञ्चालन गर्नु नै सरलाई दिन चाहन्छु।